फेरि हामी मोमो देखाउनु। आज चाहिँ हामीहरू ड्राई पिकनिक खान आएको साथीहरू कोक लिएर अनि आज हाम्रो काँक्रा यो चाहिँ कन्डुक लिएर स्याउ छ के छ सोयाबिन पनि छ घाम आएको फेरि है के भएन चक्लेट पनि छ। कहाँबाट सुरु गरौँ त? सुरु गरौँ कोक खोलौँ है गाइज। साथीहरू अलि धन्य गइसक्यो नानी थाल्नु। ओइ ओइ यस्तो लतर बुतर नगराउने यार भयो यार नलिने यार त्यसै न यार त्यसको नगरौँ न। ओके यार तपाईँले फेरि चौँनु भयो यार त्यसले साथीहरू अब कोक खाँदै म कोक खान्छु। यो खामै गाइजहरू कोकबाट स्टार्ट गर्नुपर्छ जे खानुहुन्छ। रोक्नै त्यस्तो गर्न त अगाडि भयो त्यसो गरौँ ल चेस मजा है यस्तो जग्गा शान्त वातावरणमा। मोमोको अचार हालौँ। के थोरै खाए ल कन्डा खान हतार छ फेरि कोही ए हाल्छु हाल्छु सेलाइसक्यो यस्तो त्यो नहुनु चिजै आउने रहेछ। र मोमो खाऊँ न यो चमचले चमचले खाऊँ हाल्दै खाने ल टेस्ट गरौँ न त। अलि तातो मैले यस्तो कन्डो खानै बिर्सिस् नि ल ल पुरै हो कि फेरि हामी ल चेस गरौँ खाए ल खाए ल जति टाढा भए मिठो होइन नि त पर्खिबस्छु नानी खानु चिज आएन खामै त चिज रहेछ त किन चिजै आएन यो बारीको देशमा भुलिदिनु ल यो मनभरिको माया साँचेर राख्नु उनीहरूलाई आफ्नो साइड त्यही मान्छे हाल्ने हो पर्खिबस्छु जति टाढा भए नि किन यिनीहरूको काम पर्दैन खाना आएको पर्खिबस्छु समयले कोल्टे फेरे नि मलाई नबिर्सिदिनु यो मोमो सकिने लतर बुतर भाइ चिप्टे यो मुटुमा आशाको धड्कन बनिरहनु होला चाउमिन पनि खानु पर्खिबस्छु यो पनि खाऊ त पर्खिबस्छु कोकलाई छुटाउनु भएन पछिल्लो काँक्रा पनि खाने लासम्म त्यसलाई के बरु काटेर खाना खाने खाने नि काटौँ तर कन्डो मिठो छ है। म त सेलाएपछि पनि बिर्सै हुनै भन्छु र मिठो त हुन्छ अलिअलि भएर तिम्रो याद
नजारे साँझ पर्यो हेर तिम्रो याद आयो कति यसो गरेर नुनलाई पनि एउटा भुइँमा हाल त्यहाँबाट ए, हालिम? साँझ पर्यो हेर विशेष गरौँ न त। ल पहिला हेर्दै खण्डको लन्ड पर्खिबस्छु पाउँछु त डरलाई भिडियो हुन्छ है चुला कन्डु कन्डु छ त्यहाँ पर्खिबस्छु ल ल चुज गर्नु पर्ने जति यता आऊ। टाढा भए यस्तो अलि भएन सबले बज्नु पर्खिबस्छु बदलै मजा आउँछ पर्खिबस्छु भयो बन्द गर्नु एकदम बादल पारीको देशमा भुलिदिनु कस्तो राम्रो आएछ नि